यदि हजुर साथीको गर्लफ्रेन्डलाई लभ गर्नुहुन्छ वा कुनै क्रस छ भने सिधै गएर दुवै हातमा कलर लगाएर होलीको नाममा सिन्दूर हालिदिनुहोस्। माँ कसम तो केटी पति परमेश्वर हजुरको चरण कता छ भनेर आशीर्वाद लग्नेछ। होलीमा नुहाएपछि जाडो हुन्छ भनेर साथीहरू घरबाट निस्किँदैनन् भने त्यसलाई फोन गरेर साथी मैले 5 क्लासमा 5 रुपियाँ उधारो लगेको पैसा फिर्ता लैजा, पछि खर्च भइहाल्छ, म यतै तेरो घर बाहिरतिर छु भन्नुहोस्। जब त्यो साथी आउँछ त्यसलाई एकदम रेनबो जस्तै बनाइदिनुहोस्, ऐनामा हेर्दा पनि कुनै नयाँ प्रजातिको मान्छे जस्तै देखियोस्। अब हजुरले यस्तो हमला गरेपछि पक्कै पनि तिनीहरूले पनि हमला गर्छन्। अच्छा, हामीले आफ्नो डिफेन्स गर्नुपर्ने हुन्छ। यदि हजुर कालो हुनुहुन्छ भने टेन्सन नै भएन। सुरुमै कसैले यति धेरै कालो रङ लगाइदिएछ भनेर कसैले पनि रङ लगाउँदैनन्। यदि कालो हुनु हुँदैन भने यो डायलग हान्नु होला, जुन उमेरमा सिउँदोमा सिन्दूर भर्नुपर्ने त्यो उमेरमा पिचकारीमा रङ भर्दै छै। बस यति भनेपछि त्यसलाई रातभरि छटपटी भएर सुत्नै सक्दैन।